आन्दोलन परिचालन समितिका संयोजक आदरणीय नानुमाया पराजुलीज्यू, त्यसै गरी नेपाल शिक्षक महासङ्घका आदरणीय अध्यक्षज्यू, नेपाल शिक्षक सङ्घका आदरणीय अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका आदरणीय अध्यक्षज्यू, त्यसै गरी एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका आदरणीय अध्यक्ष लगायत 14 घटकका आदरणीय अध्यक्षज्यूहरूको यो विशाल जनसागरमा उपस्थित, देशभरिबाट उपस्थित सम्पूर्ण शिक्षक कर्मचारी साथीहरूमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित शिक्षक साथीहरू, हामी दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहारमा परिरहेका छौँ। देशमा सबभन्दा बढी शिक्षा क्षेत्रमा काम गर्ने, गुणस्तर निर्माण गर्ने गुरुहरू प्रत्येक वर्ष आन्दोलनको नाममा हामी माइती घर मण्डेलामा जम्मा भइरहेका छौँ। माग केवल एउटा मात्रै छ, शिक्षा ऐन जारी गर, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गर भनेर हामी दबाब दिइरहेका छौँ। लाज लाग्नुपर्ने हो, सरकारले लाज मान्नुपर्ने हो। हामी सडकमा आएर ऐन देऊ भनेर बारम्बार मागिरहँदा यो सरकारले लाज मान्नुपर्ने हो। तर बारम्बार ऐनको निर्माण हुने बेला, ऐन बन्ने बेला विभिन्न उपसमिति बनाउने, विभिन्न उपसमितिमा छलफल गराउने नाममा फेरि पनि शिक्षा ऐन पर धकेलिँदैछ। आदरणीय शिक्षक साथीहरू, तपाईहरू यसपटक कुनै पनि हालतमा हाम्रो माग पुरा नभइकन यो आन्दोलन छोड्नुभयो भने मलाई लाग्छ हामी धेरै पछाडि पुग्नेछौँ। हामी फेरि भोलिका आन्दोलनमा हामीले केही प्राप्त गर्ने अवस्था छैन। यहाँ आउनुभएका साथीहरू ढुक्कसित माग पुरा नहुन्जेल बस्ने र बाहिरका साथीहरूलाई छिटोभन्दा छिटो केन्द्रमा केन्द्रित गर्न सक्यौँ भने मलाई लाग्छ यसपटक हाम्रो नारा पनि छ कि जितिन्छ कि बितिन्छ। बितिँदैन, यो देशका शिक्षकहरू बितिँदैन, जितिन्छ। यो न्यायप्रेमी शिक्षकले नजिते कसले जित्ने। अहिले भर्खर विद्यालयको बाल शिक्षक म्याडमले एउटा सुन्दर गीत प्रस्तुत गर्नुभएको छ, कविता प्रस्तुत गर्नुभएको छ, उहाँको मर्म बोलिरहेको छ। उहाँको मर्म सुन्दा हाम्रो आँखा रसाइरहेको छ। अहिले भर्खर एकजना शिक्षक साथीले निकै राम्रो कविता वाचन गरेर तमाम शिक्षकका हकका लागि आवाज उठाइरहनु भएको छ। आदरणीय शिक्षक कर्मचारी साथीहरू, तपाईहरू न्यायको आवाज बोलिरहनु भएको हो। तपाईहरूले कुनै सत्ता परिवर्तनको लागि, कुनै राजनीतिक चलखेलको लागि यो सडक जाम गरेको होइन। हामी शिक्षकहरू स्वाभिमान ढङ्गले बाँचौँ। हामी शिक्षकहरू सम्मानित भएर बाँचौँ। हामी शिक्षकहरू शैक्षिक गुणस्तर विकास गर्न लाग्नेछौँ। शिक्षा ऐन देऊ, तत्काल शिक्षा ऐन देऊ भनेर हामीले भनिरहेका छौँ। हाम्रो नेतृत्व मलाई लाग्छ निकै सशक्त छ। नेतृत्व खुट्टा कमाउने पक्षमा छैन। तपाईहरू ढुक्क भएर आन्दोलनमा लाग्नु होला। विगत समयमा म आफै नेतृत्व गरेर एउटा आन्दोलन पनि भएर सम्झौता भइसकेको छ। गत वर्ष ठुलो आन्दोलनले सम्झौता गरेर हामी बाहिर आइसकेका छौँ। अब सम्झौता होइन, अब ग्यारेन्टी ऐन र हाम्रा माग मुद्दालाई सम्बोधन हुने खालको वातावरण सिर्जना पक्कै हुनेछ। त्यो काम गर्न सरकारको ध्यान आकृष्ट होस्। पेसागत सङ्गठनका यो जुन महासङ्घ छ, महासङ्घमा गोलबन्द हुँदै हामी अगाडि बढ्यौँ भने हामी पक्कै सबै कुरामा जित्ने कुरामा अगाडि बढ्नेछौँ भन्ने शुभेच्छा व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार।